नमस्कार, म रमेश मिश्रा। म यति बेला कपिलवस्तु जिल्लाको सदरमुकाम तौलेवा स्थित यो हुलाकी चोकमा छु र अहिले बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बालेन्द्र शाह अहिले प्राप्त जानकारी अनुसार केही बेरमा आउनु हुनेछ र आज यतिको उत्साह हामी हेरिराखेका छौँ। तपाईँ हेर्न सक्नुहुनेछ। यो त यता ल क्यामेरा यता अलिकति देखाइदिनु। अहिले यो 2 घण्टादेखिको भिड हो र पुरेर चाहिँ जनसमुदाय समर्थनमा उहाँको स्वागतमा बसेका छन्। त्यही सन्दर्भमा यो हाम्रो नानीहरू किन उभिएका छन् त सोध्दैछु। नानी, यो कति बेलादेखि तिमीहरू यहाँ उभिएका छौ? हामी 1 घण्टादेखि उभिएका छौँ। किन उभियौ त? बालेन्द्र शाहलाई भेट्न। अनि बालेन्द्र शाहलाई अहिले पहिला पनि हेरेका छौ कि त्यतिकै? हेरे छैन। अनि किन यत्रो उत्साह भयो त? बालेन्द्र शाहलाई तिमीहरू चिन्न पनि चिन्दैन। अनि बालेनले देश जोगाउँछन्। त्यही भएर तिमीहरूले चाहिँ बालेन्द्र शाहको यत्रो स्वागतको लागि चाहिँ उभिएका छौ हैन? यो लगाइदिनु न। यो चुनावमा हामीलाई बालेनलाई जिताउन छ र बालेनलाई हामी प्रधानमन्त्री बनेको हेर्न छ हामीहरूलाई। त्यही भएर हामीले बालेनको लागि यति 1 घण्टादेखि यहाँ उभिरहँ। ल, स्थानीय चाहिँ जनसमुदायको पनि यत्रो लहर देखिएको छ। यो हाम्रो भोट नदिने नानीहरू पनि छन्, तर भोट नदिए पनि जनसमर्थनमा त छन् तिनीहरूको। यति भन्दै म रमेश मिश्रा बिदा भएँ। धन्यवाद, नमस्कार।